+2 सकेर आउने भने राम्रो त राम्रो छ। अझ तपाईँको ब्याचलर सकेर आउँदाखेरि एउटा म्याच्युरिटी पाउनुहुन्छ, एउटा जिम्मेवारीदेखि लिएर तपाईँलाई सबै त बुझ्ने हुन्छ। +2 गर्दाखेरि अलिकति इनम्याच्योर जस्तो हुन्छ नि त होइन, सबै कुरा नबुझेको हुन्छ। तर ब्याचलर सकिन लागेको छ या कम्प्लिट छ भने त त्यो चाहिँ कम्प्लिट डकुमेन्ट बोकेरै आउनुहोस्। भोलिको दिनमा चाहिँ अपर्च्युनिटी धेरै छ कि भोलि तपाईँलाई चाहिँ यहाँ जापान आए पछाडि जस्तो तपाईँले ब्याचलर सक्नुभयो र स्टुडेन्ट भिजामा आउनु चाहनुभयो होइन, जापानिज के अरे ल्याङ्ग्वेज स्कुलमा आउनुभयो, 1 वर्षको भित्रमा तपाईँले चाहिँ कम्पनी कुनै कम्पनी आफूले खोजेर कोही मार्फतबाट खोजेर सेलेक्टेड भयो भने चाहिँ हजुरले कम्पनीमा डाइरेक्ट वर्किङ गर्नु पाउनुभयो नि त विदिन 1 इयर भनेको। त्यो त धेरै राम्रो कुरो। तर ल्याङ्ग्वेज चाहिँ चाहिन्छ, त्यही अनुसारको मेहनत चाहिन्छ। फेरि +2 गरेर आएपछि चाहिँ कति वर्षमा वर्किङ? अब +2 सकेर आउँदाखेरि चाहिँ 4 वर्ष, मिनिमम 4, धेरैमा 6 वर्ष लाग्छ कम्पनीमा वर्किङ गर्नुको लागि। ब्याचलर छ विदिन 3 मन्थ, 6 मन्थ, 1 वर्ष। अब सेमङ्गाको नगइकन पनि हुन्छ नि त, नियोङ्गाको कम्प्लिट गरिजेलसम्म हुन्छ। यति कम्पनीले एक्सेप्ट चाहिँ गर्नु पऱ्यो नि त, त्यसमा त इन्टरभ्यू फेस गर्नु पऱ्यो। अब नाइते भन्छ नि त होइन, तपाईँको कम्पनी सेलेक्टेड भयो अब चाहिँ हामी तँलाई के अरे लिन्छौँ भन्छ नि त। त्यो भए पछाडि चाहिँ आफू सेक्योर भयो भन्ने कुरा हुन्छ।